सो हेलो व्हाट्सअप एभ्रिवान हामी चाहिँ छौँ यहाँ दुर्गापुरमा र हाम्रो साथमा हुन्छ हाम्रो कान्छी र झापली ब्लगमा तपाईँहरू स्वागत छ। हाम्रो कान्छीले एउटा गीत गाएर सुनाउँछ अरे र गीत गाएर सुनाउनु किन यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कान्छीको दाँत चाहिँ कति राम्रो छ देखाइदेऊ न। आमामा ओ कस्तो दामी कान्छीको दाँत यहाँ हेर्न सक्नुहुन्छ दाँत के गरेर कसको राम्रो। सो हेलो एन्ड व्हाट्सअप एभ्रिवान आजको भ्लग यस्तै हो र आजको भ्लगको सुरुवात हुन्छ हाम्रो कान्छीबाट। सो गुड मर्निङ भन्दै गुड मर्निङ। अब यो भ्लग चाहिँ भरे हामी ब्रोन्जमा चाहिँ छ। सो आजदेखि भ्लग सुरु हुन्छ। सो आज भ्लगमा खतरा खतरा कन्टेन्ट दादाको गीत आएको छ त्यो गीत सुन्नु होला अनि लाइक सब्सक्राइब सेयर सबै गर्नु होला। फलो पनि गर्नु कमेन्ट पनि गर्नु राम्रो राम्रो कमेन्ट गर्नु सबैभन्दा राम्रो। मेरो प्याटलाई सब्सक्राइब गरेको छ भने यो च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। हेलो 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 हजुर भगवानलाई माया गर्नुहुन्छ भने लाइक गरिदिनु सब्सक्राइब पनि गरिदिनु सबै त गरिदिनु फलो पनि गरिदिनु बेल आइकनलाई पनि दबाइदिनु डोरबेलको लाइक पनि दबाइदिनु अनि त्यस पछाडि फलो पनि गरिदिनु टिकटकमा पनि फलो गरिदिनु सबै थोक गरिदिनु। अनि यो दादाको कपाल काट्नु छ भने लाइक सेयर सब्सक्राइब सबै गरिदिनु। अनि हजुर डल्नुहुन्छ सबै थोक देखिन्छ चस्मा बिना पनि तर पनि चस्मा लगाउनुहुन्छ। भगवानको कसम झापली ब्लगलाई सब्सक्राइब लाइक शेयर कमेन्ट सबैलाई पठाइदिनु यो भिडियो आफ्ना साथीहरूलाई पनि हेर्नु भन्नु अनि लाइक शेयर सब्सक्राइब पनि गर्नु अनि गरेन भने विद्या नष्ट हुन्छ। गर्नु भएन भने हजुर भगवानलाई माया गर्नु हुँदैन। हो त्यही भएर कति लाख लाइक 50 मिलियन डायमन्ड प्ले बटन आउनु चाहियो नि फेरि डायमन्ड प्ले पनि फर्स्ट भिडियोबाट के आउनु पर्यो 1 मिलियन सब्स्क्राइबर फर्स्ट भिडियोबाट 1 मिलियन सब्स्क्राइब छिटो गर्नु। जति पैसा आउँछ यसबाट आधा आधा हुन्छ कान्छी र मेरो यिनीहरूलाई नदिने ल यिनीहरूलाई नदिने जति पैसा आउँछ आधा आधा ओके 50 पैसा आयो भने 25 पैसा हुन्छ। 1 रुपियाँ आयो भने कान्छीको 25 पैसा मेरो 25 पैसा 2 रुपियाँ आयो भने 2 लाख आयो भने दादाको 1 लाख मेरो 1 लाख 2 रुपियाँ आयो भने कान्छीको 1 रुपियाँ मेरो 1 रुपियाँ 1 लाख आयो भने कान्छीको 50,000 मेरो 50,000 डन डन डिल डन डिल डन डिल डन हो। अब यो ब्लग हामी टिभीमा हेर्छौँ हो कि न हो। एकछिन अझै होस्टेल 3 हेर्नु भएको छैन भने हेर्नु नि कस्तो दामी फिल्म हो यो त। होस्टेल 3 अस्ति हेरिसक्यो। जस्तो प्रमोसन हान्नु हुँदैन क्या प्रमोसन हान्नु हुँदैन। यो हाम्रो ब्लग हो पैसा तिर्यो भने फिल्मवाला झापली ब्लगको गीत सुन्नु लाइक शेयर सब्सक्राइब सबै गरिदिनु। फिल्मवालाले पैसा तिर्यो भने मात्रै हेर्नु भन्ने हो क्या प्रमोसन गर्ने हो। 3 हो अब दादाले जुन मिलाउँदै हुन्छ बाबाको नाटक अझै झिल मिलाउनु आफ्ना कोठाको झुल मिलाउनु यिनीहरूको कोठा हेर्नु सिप यतै कपी फालेको छ पेन फालेको छ लुगा फालेको छ भ्लग गर्दैछु। हाई मेरो साथी अनि यहाँ प्रजल कैलाला यिनीहरूको कोठाको हाल मेरो कुकुर फालिरहेको यता खेलाउनु फेरि हेर्नु अनि यो मेरो दाईहरू बादल कसपतिका हेलो भन् नमस्ते बाबा मम्मीहरू अनि सिम्पली दादा फेरि दादाले यति छिटो लाग्दैन फोटो मिलाउँदै हुन्छ अझै कि पशुपतिको बादल सबैले झापली ब्लगलाई सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नु होला। च्यानलमा नयाँ हो
भने च्यानलमा नयाँ हो भने लाइक शेयर सब्स्क्राइब च्यानलमा नयाँ हो भने डोरबेललाई सबैले सब्स्क्राइब गर्नु होला च्यानलमा नयाँ हो भने अनि डोरबेल पनि दबाइदिनु यहाँ सो हेलो दोस्तों दादाको नाटक कहिले गर्नु होला सबैले लाइक गर्नु होला कमेन्ट गर्नु ए सारै बन्द के सुन्दैन सबैले लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्स्क्राइब गर्नु काठमाडौँको भ्लग पनि आउँछ कहिले यो दुर्गापुरको आउँछ बिस्तारै आउँछ ओछ्यानमा पनि मिलाउन आउँदैन बिस्तारै बिस्तारै आउँछ अब कहिले जाने हो दाइ मलाई थाहा छैन रिकर्डिङ अघि मैले कतिवटा भिडियो बनाइसकेँ हाम्रो भ्लग कति दिनदेखि आएको छैन आइला 1 महिना भइसक्यो होला अब भोलि फेरि भ्लग आइहाल्छ हाम्रो किन भन्नु मलाई आई डोन्ट राख म कसरी राख्नु राखिदिएर आइला पकडेर यता साइडबाट बिस्तारै अनि सो गाइस यहाँनिर मस्तले प्रार्थना चाहिँ मुडा पक्रिँदै अनि सो हामीले चाहिँ यहाँ रुम सफा गरिसक्यौँ यहाँ हेर्नु पुरै आइला हेलो दोस्तों कैसे आप सभी लोग आते हैं हम कुछ नहीं करने वाले तो हेलो दोस्तों यार कैसे आप सभी का आज लाइक शेयर सब्सक्राइब सब कर देना और हम अभी कुछ करने वाले हैं मुझे पता नहीं भैया को पता है तो हेलो दोस्तों कैसे आप सभी को जापानी ब्लॉग लाइक सब्सक्राइब कर दिनुहोस् लाइक कर दिनुहोस् फलो कर दिनुहोस् अनि टिकटकमा पनि फलो गरिदिनुहोस् प्रजल सर्च गर्नुहोस् तर मेरो दाइको नाम प्रजल नि हो अनि मलाई इन्ट्रोको लागि भन्नुभएको छ दादाले इन्ट्रोको लागि भनेर हामी यसरी बसिरहेको यहाँ छौँ सो कान्छी मलाई भित्र लागिसक्यो यता दुर्गाले यहाँ हाम्रो गेमरहरू गेम खेल्दैछ देख्नु सक्नुहुन्छ प्रशान्त भ्लगलाई सब्सक्राइब गर्नु जानु नि हौ प्रशान्त भ्लगलाई सब्सक्राइब अनि जापाली भ्लगलाई पनि झापाली भ्लगलाई सब्सक्राइब र हाम्रो एलिने गेमर अब्बो हेर्नु त आम्बो यार अनर हेर्नु सक्नुहुन्छ अब ढेँडो जस्तै छ ढेँडो जस्तै छ अनुहार चित्त पाक्डुम बोया हाने खा केटाहरूले नुबडाहरूले बोया हान्यो नुबडाहरूले बोया हान्यो यो नुबडाहरूले बोया हान्यो खोइ कति किल म देखाउँछु कति किल यहाँ हेर्नु मैले 6 किल हाने छ यसले 0 किल हानेछ नुबडाहरू भन्दै चाहिँ 0 किल हानेछ जिम टपाक डमडम गरेर चाहिँ जिम टपाक बोय हानेछ केटाहरूले प्रो प्लेयर आइडी भन्दै सब्सक्राइबरहरूलाई त्यही त यहाँ आइडी देखाउनु नि यो आइडी यहाँ सबैले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु होला यो आइडी हो सबैले यसलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु यो आइडी त्यही छ सो प्रशान्त कोइराला हो यसको गेमर हो यो सौरभ जोशीको भाइ के अरे के भाइ पियुष यिनीहरू पियुष जस्तै फेमस हुन्छ अब जी वागन चलाउनु रेडी हो जास हेर्दै गर गाडी जी वागन हेर्दै गर जा सोरुम जा उयो त जा सोरुम जा जी वागन हेर्न जा जी वागन हेर्न जा किन्ने हो त भाइ भ्लग चलिसक्दैन 3 मिलियन गरिदिनुहोस् हिजै तिर्दिसक्यो भाइ 13 मिलियन जाने जी वागन हेर्न जा हाम्रो भ्लग चलिसक्यो पियुष जोशी यिनीहरू पियुष जोशी जस्तै जी वागन चलाउने जी वागन हेर्न जा तर एउटा कुरो थाहा छ जी वागन नेपालमै पाउँदैन त्यही भएर जा हेर भने कति फन्नी हो त कति फन्नी के भन्ने सो इन्ट्रो गर्ने
यिनीहरू हेर्नु सक्नुहुन्छ यहाँ ग्यामरहरू आमा हेर्नु न 0 किल हान्नेले पनि त्यस्तो लाउँछ रहेछ 0 किल हान्दो रहेछ यसलाई चाहिँ फ्रेन्ड रिक्वेस्ट नपठाउनु यसले 0 किल हान्नु यसले 6 किल हान्नु यसलाई गेम खेलिरहेको नक्बो एउटा नक्बो म चाहिँ म मैले दुईटाले सकिदिसके तो हेलो दोस्तों कैसे आप सब लोग आज के वीडियो में हम खेलने वाले हैं फ्री फायर और ये दोनों मिलकर खेल रहे हैं फ्री फायर ओ उधर भी है तो चाहिँ अन्तर्राष्ट्रिय प्रो यिनीहरू फ्री फायर खेल्दै आउँदै हेर्नु न त्यो के लाएर हिँड्दो रहेछ पछाडि बत्ती बालेर जुनकिरी जस्तो जुनकिरी विनिताको फेभरेट के हो विनिता चाउमिन र चिकन ललिपप विनिताको फेभरेट के हो विनिता चाउमिन र चिकन ललिपप के हो विनिता फेभरेट चाउमिन र चिकन ललिपप यसको के हो फेभरेट विनिता चिकन ललिपप तिम्रो नाम विनिता हो गर्न बिङ्गो गर्न गर्न छिटो मरेछ मरेर बसिरहेछ सक्नुहुन्छ म त बाजिरहेको सब्स्क्राइब गरिदिनु होला झापाली ब्लगलाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला डोर बेललाई पनि दबाइदिनु सो आज चाहिँ हामी यहाँ दुर्गापुरदेखि गल्डुवा जाँदैछौँ सो हाम्रो काका चाहिँ यहाँ लिन आउनु भएको छ सो उ त्यो बाइकमा जान्छौँ हामी हन्डा युनिकर्नमा म चाहिँ रेडी भइसकेँ र बाहिर बसिरहेको छु र काका चाहिँ भित्र जानुभएको छ गफ गर्दै हुन्छ सो हामी चाहिँ अब दुर्गापुरदेखि तपाईँको गल्डुवा जान्छौँ गल्डुवा चाहिँ तपाईँको पाडाजुङदेखि भित्र जानुपर्छ 12 किलोमिटर र त्यहाँसम्मको भ्लग आज आउँदैछ भ्लग बम्पर खतरा हुँदैछ तपाईँले लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला यो देख्नु भनेको पूर्व बस स्ट्यान्ड हो यहाँबाट बिर्तामोड जान पनि नजिकै पर्छ कन्काई नगरपालिका वडा नम्बर 7 हो हाम्रो चाहिँ दुर्गापुर भन्छ त्यो सुरुङ्गादेखि चाहिँ नजिकै पर्छ सुरुङ्गा तपाईँहरूलाई थाहा होला त्यो सुरुङ्गाबाट नजिकै छ र म चाहिँ यहाँ घरमा बसिरहेको छु सो अब चाहिँ हामी बाइकमा यहाँ दुर्गापुरदेखि गल्डुवा जान्छौँ हामी चाहिँ ल गल्डुवा जाँदैछौँ यहाँ देख्न सक्नुहुन्छ राइडर ओ गियर हानेको हेर्नु न गियर नहानी कुद्छ बाइकको ल पार्टीलाई भ्लगमा स्वागत छ ल हामी चाहिँ अब यहाँ चिया खाँदैछौँ सो यहाँ देख्न सक्नुहुन्छ राइडर अब्बो वाउ क्या टर्न हानेको कस्तो दामी टर्न ओ वाउ हिरो जस्तो एन्ट्री हाम्रो यो काका सरोज काका गल्डुवाको काका हो सो हामी चाहिँ यहाँ दुर्गापुरबाट यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ दुर्गापुर हो यता बिर्तामोड हो यता सुरुङ्गा हो दुर्गापुरबाट हामी गल्डुवा जाँदैछौँ सो म यहाँ रेडी भइसकिरहेछु अब हामी यस्तै आएर गल्डुवा निस्क्यौँ म त अघि बिहानै खाएको खाइदिनु यो चाहिँ हाम्रो मोमो हब त्यो हाम्रो चाहिँ यहाँ चिया हुँदैछ त्यो हाम्रो काका चिया खाँदै हुन्छ यो चाहिँ मोमो हब हो सो हामी चाहिँ यहाँ मैले बिहान पनि खाएर सो भ्लगमा केही भन्न चाहनुहुन्छ भ्लगको बारेमा चाहिँ म यति भन्न चाहन्छु कि एकछिन भ्लग बन्द गर्नु सो हामी चाहिँ यहाँ दुर्गापुरबाट अब हिँड्नु सकिरहेछौँ हामी पुग्ने कहाँ अरे हामी दुर्गापुर यो देखिराख्नु भएको चाहिँ दुर्गापुर पूर्व बस स्ट्यान्ड हो सो यो पश्चिम बस स्ट्यान्ड यो चाहिँ दुर्गापुर बजार हो यहाँ देख्न सक्नुहुन्छ
दामी छ त्यो हामी चाहिँ भ्लग होइन नि WhatsApp गर्नु होला WhatsApp नम्बर छ तर राम्री केटीहरूले मात्रै गर्नु होला म अरूको हेर्दिनँ सो यहाँ मेरो सेक्युरिटीको लागि पुलिस मैले राखिरहेछु होइन यसले ढाँटोमा आउँदाखेरि मैले राखेको होइन त्यो दिदीले कस्तो भिडियो कटिहाल्दो यो भिडियोमा चाहिँ 1 लाख लाइक भयो भने हामी धरान पुगेर डाक्टर सन्सक ताम्राकारलाई भेट्छौँ चिन्नुहुन्छ होइन डाक्टर सन्साकारलाई भेट्छौँ सो 1 लाख लाइक गर्नु होला मेरो टिकटक अकाउन्टमा यो हाम्रो सरोज काका मेरो चाहिँ टिकटक अकाउन्ट छैन होइन सो 1 लाख लाइक पुग्यो भने उहाँले टिकटक अकाउन्ट खोल्नुहुन्छ सो हाम्रो यो सरोज काका गल्डुवाबाट लेट्स गो गाइस लेट्स गो सबजना लेट्स गो लेट्स गो भनेर हगाई भन्दा पदाइ पुग्यो पदाइ हो रे दादा 150 रुपियाँ देगा तो यहाँ सेक्युरिटी देख्न सक्नुहुन्छ मामा गएको ल मामा गएको म केपीओले आएको होला हौ ए हिजो दमकमा केपी आएको हो हिजो आएको होइन त दमकमा सो हामी चाहिँ दुर्गापुरबाट अब हामी जाँदैछौँ सुरुङ्गा पुग्न लाग्यौँ सो सुरुङ्गाबाट अब हामी ठ्याक्कै पाडा पुग्छौँ हिजो केपीले आएर 500 बाँडे त मलाई थाहा नै भनेर म कहाँ बाँडेको 500 बाँडो अरे त अनि त्यहाँ कार्यकर्ता झन्डा बोकेर हिँडेको 500 अरे त्यही भएर त देश विकास नभएको मलाई थाहा भएन म त पनि 500 म नि जान्थेँ नि 100 200 100 खर्च हुन्छ अरे भा 150 रुपियाँ खर्च हुन्थ्यो 150 मा 350 को पनि तेल हाल्ने 350 को तेल हालिदिन्थ्यो नभए 350 खर्च अहिले हाल्नु पर्छ सो हामी चाहिँ यहाँ जामुनखाडी पुग्यौँ सो अब हामी यहाँदेखि डाइरेक्ट केर्खा हुँदै सो हामी पाडाजुङ्गी पुग्छौँ र पाडाजुङ्गीबाट भित्र 16 किलोमिटर भित्र जान्छौँ गौरादादेखि उता गल्डुवा हो सो गल्डुवा कसलाई थाहा छ कमेन्ट गर्नु होला है गल्डुवा थाहा हुनेलाई पुरस्कार छ 100 रुपियाँ सो हामी घर पुगुन्जेल भ्लग यत्तिकै हो है गाइस ल हामी चाहिँ महेन्द्र हाइवेमा छौँ कगजको पाउको नाम महेन्द्र हो कमेन्ट गर्नु होला बनाउने ठाउँ हो सेक्वा बनाइरहेछ त्यहाँ सेक्वा पोलिरहेछ गाइस कन्काई माईमा सेक्वा पोलिरहेछ है गाइस सेक्वा बनायो भाषा आएर हो लगाएर म सुँगुरको सेक्वा
होइन त्यो एउटाले भन्छ नि पचपचमा गरेर सेक बनायो चाउमिन खान्छु चाउमिनवालाले मोबाइल झऱ्यो भने चाहिँ 9000 फिरिप हुन्छ पछिको ड्राइभर त्यहाँ त आउने पछि डाइभर्सन छ कस्तो धुलो उड्छ फेरि यहाँ पनि थिएन नि त्यति सबै भत्काउनु थाल्यो नि अस्ति तर छिट्टो काम गर्दैछ है गर्नले गर्छ यत्रो केटाहरू गर्छ यो मैले ठेक्का लिएको ठेक्का तिमीले लिएको उता होला 70 करोडमा सो यहाँ डाइभर्सन देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ रानी पोखरी हो है झापाको रानी पोखरी हेर्न सक्नुहुन्छ राजाले रानी मर्दाखेरि बनाएको थियो सम्झनामा मैले पाएको चाहिँ यहाँ नेसनल हाइवे बनाउँदैछ एसियन हाइवे बनाउँदैछ एसियन हाइवेको हालत हेर्न सक्नुहुन्छ यस्तो छ जो हामी चाहिँ यस्तो बिजोगमा हिँडिरहेको छौँ एसियन हाइवेको यहाँ हालत हेर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको काँकारभिट्टादेखि लौकीसम्म बनाउँदैछ अहिले हामी कहाँ छौँ 87 पुल 87 अहिले हामी चाहिँ 87 पुलमा छौँ शिव 87 नगरपालिका हामी प्रवेश गरिसकिरहेछौँ सो तपाईँलाई जो फ्याफुल्ला सेवा र झोरले नमस्ते सो अब हामी यहाँ पदम दाईको पेट्रोल पम्प पदम दाईले पेट्रोल पम्प खोले सो हाम्रो देश चाहिँ खुकुलो हुँदै गइरहेछ सो यो सबको कारण चाहिँ चोर नेताहरू हो चोर नेताहरूले गर्दा अहिले हाम्रो देशको स्थिति एकदम नाजुक भइरह देशका होनहार जनताहरू होनहार युवाहरू देश छोड्दै गएको छन् तपाईँहरूलाई देशको बारेमा केही भन्नु छ भने कमेन्टमा जाओस् देशको लागि केही भन्न चाहनुहुन्छ भने देशको लागि र केपीको लागि के भन्न चाहनुहुन्छ भने भन्नुहोस् न पुलिसमा केही भन्नु केही भन्दिनँ अब समय आयो राजाले हाम्रो सेक्रेटरी अब बुढीलाई अब समय आयो अब देशको लागि केही गर्ने समय आयो अब पर्यो अब यो दाइको हामी इन्टरभ्यू लिन्छौँ है इन्टरभ्यू खतरा हुन्छ हामी चाहिँ यहाँ चटपटे खाएर हाम्रो गन्तव्यतिर लागिसक्यौँ हाम्रो दाइकोमा हामी चटपटे खायौँ सो हामीले देशको बारेमा एकछिन केही गफ गऱ्यौँ तर दामी गफ भयो रमाइलो भयो धुलो पनि खाइरहेछ है यो गाडीमा चाहिँ नचढ्नु होला है यो गाडीले मार्छ बाइक किन्नु यो चाहिँ केर्खा बजार हो यहाँ हेर्न सक्नुहुन्छ यो केर्खा बजार हो केर्खा मादर रन्डी कान्छी पटेङ ट्याङ सो हामी चाहिँ केर्खा आइपुग्यौँ गाइस केर्खाबाट अब हामी चाहिँ हाम्रो गन्तव्यतिर जान्छौँ हराउने बाटो कति बेला थाहा भएन किनभने पहिल्यै गर्नेको मान्छे बाटो अलि मलाई तालै भएन ओ कान्छी कता हिँडेको बिजुली बालेर कुन चाहिँ बौलाहरू आयो
अर्को बाइक किन्छु होइन नत्र भने अहिले त हामीसँग कटबडी खाने पैसा लाग्छ 500 रुपियाँ थियो 500 रुपियाँ थियो 500 रुपियाँ यहाँ केयर खाउँदैसम्म। सो हाम्रो यहाँ बहिनी चाहिँ धराएर हेर्न आइरहे टिकट काटिरहेछ ले जाउँ। मुस्काउँदैछु नि सो हामी चाहिँ यहाँ काठमाडौँ आइसकिरहेछौँ सुनधारा अगाडि छौँ यहाँ धराएर देख्न सक्नुहुन्छ मेरो तर्फबाट टिकट फ्री आज धराएर घुम्नु मस्त। काठमाडौँको कमल गाउँपालिका आइपुगिरहेछौँ हामी यहाँ देख्न सक्नुहुन्छ। हाम्रो धरारादेखि अगाडि सुनधारा आइपुगिरहेछौँ। यो 1980 को सुनधारा एरिया हो। त्यतिखेर भित्री थापाले भर्खर धरारा बनाउँदै हुन्थ्यो। कपडा पनि छ घरमा चाहिँ त्यो कपडा पनि दिन्छु अर्को कोट पनि एउटा किन्छु। अनि अस्ति कोट सिलाउनु भएन उता जाँदा अस्ति उहाँ जाँदा यहाँ सिलाइन पहिलो कोट भन्दा मिलाएर गएँ अब त्यो कोट सिलाउनु पर्नेछ पहिला कपडा लगेर अर्को रेडिमेड एउटा कोट र एउटा प्यान्ट त्यो गर्दा पनि हुन्छ। यहाँ चाहिँ ट्र्याक्टर पल्टाको अवस्था छ खन्याउँदै रहेछ त्यो लडाएछ क्या त्यो टोली पल्टे। सो अब चाहिँ हामी घर पुग्यौँ है गाइस। सो हामी चाहिँ अब लगभग घर आइपुग्यौँ। सो यहाँ गाउँको बाटो देख्न सक्नुहुन्छ यस्तै हो। अब हामी गाउँमा आइपुगेको छ। गाईले हाम्रो स्वागत गरिसकेको छ गाउँमा। हामी गाउँ प्रवेश गरिसकेका छौँ। बैगुम्रादेखि पुगिसक्यौँ हामी बल्डुवा भन्ने ठाउँमा। यो पनि बैगुम्रै पर्छ। यो बैगुम्रादेखि अलिकति उता जाँदा बल्डुवा पर्छ। हामी चाहिँ यताको बाटो सो यताको बाटो नघुमी आएको सर्टकट आएको हामी सिधै बाटो नआएर सो सर्टकट आउँदा हाम्रो गाउँ चाहिँ उ त्यो हो अगाडिको घर चाहिँ त्यही छ। गाउँभरिमा मकै र धान अहिले सिजन छ। यो चाहिँ हाम्रो गाउँको मन्दिर हो। अस्ति रामनवमीमा पुरा यहाँ खतरा भइरहेको थियो। सो त्यसको भ्लग चाहिँ आएन किनभने म यहाँ छिँदै थिइनँ। हामी लगभग टुरमा गएको थियौँ। यो गाउँ चाहिँ हामी प्रवेश गरिसक्यौँ। देख्नु सक्नुहुन्छ त्यहाँ फुलमाला लिएर हामीलाई स्वागत गर्न बसिराख्नु भएको छ। ल देख्न सक्नुहुन्छ हाम्रो स्वागत यहाँबाट हामीले बाइक उखार्यौँ। सो यहाँ हाम्रो गाउँमा मान्छेहरू यहाँ भ्लगमा सबजनालाई बोलाउँछु म सबजनालाई। यहाँ घर आइपुगिरहेछौँ। ल हामी चाहिँ बल्ल बल्ल दुर्गापुरबाट घर आइपुगिरहेछौँ। न हेलो भनिदिनु नमस्ते नमस्ते खोइ त अनि यस्तो डिजिटल नमस्ते क्या नमस्ते हेलो भनिदिनु न भ्लगमा। हामी चाहिँ घर आइपुगिरहेछौँ। आमा 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 चाहिँ पुरा हेरेर बसिराख्नु भएको छ। केही भन्न चाहनुहुन्छ जनता जान्न चाहन्छ? ऋषि धमालाले हेरिरहेको छ तपाईँलाई।
भिडियो बनाउँदै आएको क्या उहाँदेखि कसले पराल हालो बाल्टीमा अहिले म त यसो के अरे रुपी पो लिएर आएर उछार्दै यहाँ हाम्रो काकाको खोर हेर्न सक्नुहुन्छ काकाको खोर अघि मैले जानुभन्दा भाखानभन्दा अगाडि त्यो बाल्टी र त्यो ड्रम राखिदिएको रुपीले त्यत्रो पराल हालिसकेको छ त्यो रुपी हो र रुपी छ होला त्यहाँ रुपीले हालेको सो हामी चाहिँ यहाँ घर आएर ड्रेस चेन्ज गरेर यो बैगुनतिर आएर ड्रेस चेन्ज गरेर हामी टक्क बिहान निस्किरहेछौँ टक्क चौतारा जाने हो चौतारा जाने हो हाम्रो गोल एकदम फोकस हाम्रो गोल नभए हुन्छ नि एउटा तपाईँ किन यति फ्यान्सी हुनुभयो म ऊ त पहिला खाजा जानु हामी चाहिँ यहाँ घर आएर रेस्ट गरेर आमालाई भेटेर घरमा सबैजनालाई भेटेर हामी यहाँ बाहिर खाजा खान आइरहेछौँ कोइला खाएर जाने हामी सो आजको भ्लग चाहिँ यहीँ इन्ड भयो सो आजको भ्लग कस्तो भयो भन्नु होला सबले रमाइलो भयो भने रमाइलो भयो भन्नु रमाइलो भएन भने रमाइलो भयो भन्नु ल इन्ड द इन्ड होइन द इन्ड